आज चाहिँ हामी बेथान्चोक गाउँपालिका काभ्रेको चाहिँ महाकाल थानको दर्शन गर्न हिँडिरहेका छौँ। र यस्तो यस्तो वन जङ्गल डाँडा काँडा छ। यतातिर दिदीहरू, बच्चाहरू, बुहारीहरू सबैजना छन्। यो चाहिँ हाँसिरहेको चाहिँ भाइ यहाँ गुरुजीले चलाइराख्नु भएको छ। अघिल्लो वर्षको पहिरोहरू पनि हल्का हल्का देखिरहेछ। धेरै पहिरो, बाढी पहिरो गएको थियो यहाँ पोहोर। आज पनि राति चाहिँ ठुलै पानी परेको थियो र सन्दुकवश बाटो चाहिँ नि राम्रै छ अहिलेसम्म। हामी चाहिँ त्यो बादलला डाँडासम्म पुग्छौँ है आज। बादलला ठाउँसम्म पुग्छौँ, देखिराख्नु भयो होला।